ल गाइज मैले चाहिँ पूजा गरिसकेर पूजा गर्ने ठाउँमा पूजा घरमा चाहिँ अबिर चढाएँ अनि त्यसपछि मैले मेरो दुईटा बच्चाहरूबाट सुरुवात गरेँ आजको होली। अनि मैले चाहिँ भित्र भजन लगाएको थिएँ, हेर्नु न कस्तो भिडियो बनाउँदा चाहिँ भजन अफ गर्न बिर्सिन्छु र कपिराइट आउला भन्ने डरले। अनि नि साथीहरू मेरो बुढोलाई चाहिँ यस्तो यो होली रङ सङ खेलेको चाहिँ मन पर्दैन, तर पनि मेरो खुसीको लागि खेल्दै हुनुहुन्छ। मेरो भाइ अब होली आऊ टिका लाउन आऊ है, म टिका राख्छु नि। लाउनु नि होली टिका मात्रै लाउने। हे गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। अनि तपाईँलाई मेरो ब्लगमा स्वागत छ। अनि साथसाथै सबैलाई ह्याप्पी होली, खुसीसँग मनाउनु होला, रमाइलो गर्नु होला। थाकेको होइन बिचरा थाहा नगर होला नि, बिर्सेर हेर राम्रोसँग हेर को कोले कति राखेछ। झन्डी पनि पऱ्यो दुइटा होइन। हजुरआमाले जितेको। घाममा बिचराहरू पुरा उस खेल्दै खान, के भन्छ त्यसलाई, खोडखोडे। म अहिले आउँछु। नाउ लेट्स प्ले होली। एकछिन रेस्ट गर्दै बाटोमा जो मान्छे आएको छ त्यसलाई रङ लगाइदिनु भन्छ, डराएर उताको बाटोमा गयो सबै मान्छेहरू र उता। गाई चाहिँ त हेर त, एक काम नपाएको केटीहरू आइमिरे त हेर। मेरो चाहिँ दाँत फुट्यो आज। ह्याप्पी होली गाइस, ह्याप्पी होली। आज होलीको राम्रो राम्रो होली माछा फ्राई ल हेर भाइ, माछा कस्तो छ फ्राई, दाइले यस्तो दामी फ्राई गरेर ल्याएर आउनु छ। अब माछा पनि खाइन्छ, दारू पनि खाइन्छ, सब खाएर नाचिन्छ गाइन्छ, होलीमा राम्रो भइन्छ। अब सबै आउँदै हुनुहुन्छ, अब सबै सब भइसकेको छ। DJ
DJ सुजाल